अब हामी फेरि कुरा यद्दा होइन अब म तँलाई जी सोद्धौ त्यो तम भड्या हा तमरो नाति नातिना कतिजना नाति नातिना मेरा छन् 4 भाइ 5 भाइ कति नाम भन्नु त खै मनोज 1 पंकज 2 समीर 3 रोहित 4 नातानी नानु 5 जना 4 तमरा नाति रहेछन् 1 तमर नातनी रहेछ तमर चेली कतिजना हुन् चेली मेरी तमर चेलीको नाम के हो बडा ल धनेश्वरी तमर 1 जना चेली हो यो चेली धनेश्वरी ए ओके तमरो 4 नाति 1 नातनी 1 चेली रहेछ हो चेला कतिजना हुनुहुन्छ क चेला नानी कति हुनु 3 जना भयो नाम भन्नु ल हेरेर भन्नु नाम यता हेरेर भन्ने हो नाम जेठाना रामेश्वर 1 अरूको रामेश्वर पंकज पंकज त नाति हो उसको रामेश्वर 1 जना महेश हजुरकै छोराको नाम हो महेश 2 जना चेला तेस्राको नाम के हो तेस्रा नाम एको नाम मणिन्द्री नहीं तमले एको नाम रामेश्वर भन्नुभयो हैन जेठाको नाम त्यसपछिको नाम महेश भन्नुभयो कान्छा नाम के हो कि रामेश्वर होइन याद भयो बा तमर चेला नाम के रहेछ म भट्दिन भयो ल तम याद गर एक जेठाको नाम रामेश्वर तम रामबुढवर्जी नन्छे होइन अनि त्यही पछाको नाम महेश त्यही पछाको नाम हजुर गुड्डु भन्छिन्छ सानबुवालाई अनि हम सब मेरो सानबुवा भयो मेरो कान्छा ससुरा भयो हैन तम गुड्डु उर्वची नन्छे हो तमरा 3 चेला रहेछन् याद भयो अब तमलाई ल गुड्डु भन्ने हो देखि भन्ने गुड्डु गाउँ गयो ये गुड्डु भन्ने हो अब याद राखे बिसरा जना अब सधैँ ल